बिहान बिहान उठिनु दाउरा जान लाग्छ हामी त दाउरा के पनि खालिए कसले त्यस्तो साता खान को त्यो त्यस्तो साता हाम्रो घर कतै हाम्रो घर हाम्रो हालत त्यहाँ दर्जन यो त ठिक छ म चाहिँ अलि बेठिक छु चाहिँ सक्दिनँ क्या म त गाह्रो भएर ओके ओके लैजा बिता तिनी लैजा कता लैजा नि आज डोको ठुलोसम्म कता थियो 8:30 बजे पुग्छु यार आज कोही बेला पुग्छ काम भयो यार अहिले त मकै नदैन आज त काम कस्तो अप्ठ्यारो छ पहिला बाटो त सजिलो भन्दा नि पहिला अलि राम्रो थियो बाटो आजभोलि बाटो बिग्रेछ नि सिट परिनु पुरै सेतै भए पहिला यता नै गोला आउने हुन्थ्यो ओदारमा बेरु लटिबिन हुन्थ्यो माथि त कस्तो ठुलो गएको छ अझै मस्तै छ होला हिँड्दै यही गुराँसहरू त पहिला हामी कस्तो खान्थ्यौँ यार पहिला अझै नि फुल्छ यहाँ ऊ हाल्थ्यौँ त ढुङ्गा हाल्थ्यौँ त छैन आजभोलि छ म ढुङ्गा हाल्छु म ढुङ्गा हाल्छु तर जाँदैन ए पलमा गएन ए पलमा हाल्ने तल मस्तै हुन्छ तँ हाल्ने र घाँ काट्ने हो आज दाउरा हिउँदैन नि रहेछ नि त कालिनी दाउरा एउटा दुइटा मात्र त छैन नि मेरो चाहिँ भिजो खान्छ यहाँ राधा रहेछ नि त एक दुईवटा हाल्यो त घरि जलामा यही पर 370 उनीहरू आगे झर्न लागेको छ नि अब क्या करें हम डोको दाउरा काट्न आयौँ दाउरा यिनीहरू ठुल्ठुला काटिनु डोको नहाल्छ त यस्ता प्याला बाख्ने यही बाटो दाउरा घाँस 70 गर्थ्यौँ मस्तै रुखहरू कस्तो प्याला तिनै अझै झऱ्यो भने पछि कति धेरै 70 ल्याउँथ्यौँ हामी यार अब त शून्य खुट्टा पनि लाग्दैन नि हिँड्ने कान पनि बन्द छ मन शान्ति छैन यहाँ तल खोला छ एकदम चिसो पानी हुन्छ यहाँ मिठो हुन्छ यहाँको पानी अनि यही चौरामा पहिला यतातिर यहाँ माथितिर बस्थ्यौँ यतातिर बिसाउने बारी अनि यताबाट भित्र जाने हे बराइ नि छैन जिन्दगी सकियो खतम भयो सक्यो जिन्दगी त अब त जिन्दगी तस नस भइसक्यो एउटा दुइटा सुक्या रहेछ निकालिए कहाँ यो पिपरा रुखमा त यस्तो रुख जान सकिन्छ त अनि यहीँतिर नि एउटै रुख त सुक्या खाने अन्त फेरि कहाँ गराउनु दाउरा ओके पहिला पनि आउँथ्यौ काले तिमीहरू यता त्यसो भए त नि यता माथितिर पनि काट्या होला नि सबैतिर कता बाँकी छ त अब अलि टाढा जानुपर्छ कि यहीँ काट्नेहरू काली यहाँ काट्या फेरि थोरै होला त यतैबाट जाउँ त कस्तो छ आज यतैबाट जाउँ भोलि कति माथि फेरि अरूको जग्गा हो तर आजभोलि लगाउँदैन सायद
कस्तो राम्रो सिस्नो त नि कति राम्रो अघि नि त्यो ओर्या कस्तो मिठो हुने जस्तो सिस्नो छ ओ माइ गॉड पुल हाम्रो पुल खोला फेरि तुसारो पऱ्यो पुलमा जुवा त लाग्दैन नि निकाले क्या थाहा लाग्यो भने फेरि पुच्छर कति लामो गयो कहाँ गयो पहिला कल्पना आएर म के गुरीले ल्याइदियो फोल्डिङ हान्नु पर्यो अब नत्र भने त भिज्छ स्याबास हारिगा त खालि एउटा दाउरा यहाँ सुकेर छ त्यो यस्तरी दाउरा काट्नुपर्छ हामी ओ माइ गॉड तर अहिले काट्दैन माथिबाट अहिले चोट लाग्ला र मलाई होला र तपाईँ त्यसले त्यत्रो काटिरहेको यहाँ काट्न पनि मुस्किल छ मलाई माम्या गर्नु पर्यो हेर्न पर्यो खतरा भयो एउटा काट्यो 2-3वटा यहाँ हालेको छु मैले अब सुक्न त यता जता कतै सुक्यो जान्छु तलतिर काट्न जान्छु यहाँदेखि माथितिर पनि छन्द र सुक्या नै क्या हो यस मेरो लहरा दाउरा मैले लहरा दाउरा तान्यो निकाल्ने बोलाबोलाई अब तल लगेर काटकुट बनाउँछु अनि भर्छु ए पनि सुकिरहेको लाइन काट्छु डोगो ट्रल छ डोगो डोगो कालीको डोगो चाहिँ कता यो यति बनाएछ तनाउने आएको थियो पहिला बाबा र म घाँस काट्न यहाँ होइन माथितिरै गएको थियौँ माथितिर अनि आँसी पनि नलाग्यो हो कि म आफै काट्न नसकेँ भने थाहा छैन आँसी पनि रुम्टा रहेछ अलि नलाग्नै रहेछ यसलाई अब होइन दाउरा काटिकन सिधै तलतिर फालिदिन्छु त्यहाँबाट बरु गुटीमुटी गरेर जान्छु अहिले गरौँ भयो भने कता फाल्नु गाह्रो छ मलाई अब यसलाई काट्छु अनि त्यसपछि गरौँ घर जाऊ तिमी एक्लै बस म कति अब यहाँ काटा दाउराबाट सोलमा हालेर लैजान्छु अनि तल चाल्नु पर्छ डोगोमा तर पुग्दैन होला यार तल त्यसले बनाइसिध्याले अलिअलि पुग्यो होइन सल बिग्रिन्छ होला यार बाबाको सल मम्माको हो यो यति त छ यति त क्या पुग्ला र तल थोर होलाखेरि डोगो आयो फाइनल्ली मेरो यस्तो छ हालत यस्तो होटेल गर्छ माइ गास यही त गरौँको भइसक्यो यार म लगाउनु सक्छु त माइ गास खसी यार झन्डै चोट लाग्यो ठुल्ठुलो छ नि त फेरि दाउरा पनि मेरो जितायो ए दाउरा अब यसमा हाल्दा पुग्दैन त्यसले त्यहाँ त्यत्रो बनाइसक्यो ओमेगा बर्बाद पो हुन्छ
त्यही लामा दाउरा बनाएको छ त्यही त्यो माथि आउँछ त यार दाउरा खस्छु नि त त्यो मजा चाँज आदि जाउनु हुँदैन क्या त्यही त हो त चाँज्ने कसरी त नि 9 बजी नै गरेर हुँदा सोसम्म पनि पुग्दैन होला नि भयो हामी भनेपछि त कहाँ पाइदियो क्या तैँले सानसानो दाउरा अघि त ठुल्ठुलो काट्थ्यो त उनीतिर त ऊ त्यो त ठुलो छोराले कस्तो बाट्यो कस्तो गर्नुहुन्छ बाबा घर जान्छ त बुकाएर त म त मर्छु होला ऊ तर हल्कै छ त अब यो न काट्छु होइन एन काट्नु सानसानो गराइकन हाल्ने भइजान्छ त्यति भयो काट्नु त लाग्छ फुलिन्छ हो मेरो एउटा दाउरा यहाँ रहेछ कालीलाई हाल्दा त हेर्दै यो खसिसकेको छ ढाल्ने है फेरि चोट लाग्ला जाउँ त हिँड्नु त्यो उतै अलि सानसानो ल्याइन उसलाई ठुल्ठुलो काटेको डोको त्यसलाई कस्तो दामी बनाएछु मेरो यहाँ गरे त यस्तो त छ हालत दाउरा आयो एक उगाली पनि थिएन मेरो दाउरा भर्रीको डोको थियो ओ खर्काली अయ్యా नटी पनि यस्ता ओखरके काम दाउरा नाइ के भन्छु छन्द जस्तै छन्द त कतै फेरि गया बेला नुहाइ हो नुहाइ नाइ निकाले चम्ला टाकुरा पुग्ला फेरि पुग्यो यार कस्तो अहिले त कान सिसाले सुई 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 छिट्यो नाइ नि वही अनि माथि रोडका ढुङ्गा निकाले यहाँ उ गएन यहाँ पल्टिँदै आयो बाबुजी नि एउटा दाउरो भेटाएँ मैले दाउरो धेरै पनि किन काट्ने आया खाइस खचरी चाहिँ दाउरा काट्छु फेरि ए मैले काट्ने दाउरा फाइनल्ली यसले दाउरा काटिन ल्याइदियो आफ्नो कस्तो दामी बनाएछ मेरो यस्तो छ मैले के गराएको फर्कायो भने बरु उठाइनु पछाडिबाट बोकिदिने निकालिए तर क्या कस्तो हुने हो यार मजा चढ्नु पर्ने नि उठाइकन नि हाले सुगै जलायो नि काटे दाउरा किन छाड्ने काटेर किन छ यति लामो गरे भने लैजानु भयो भने बरु अलि हामी छोटो छोटो काट्नु पर्ने चाहिँ गाली उठाउँदैनन् कि अनि यहाँ बिचमा होइन त बिचमा कस्तो गरे खाने बिचमा कहाँ चौराउनु लोकाने चौराउनु त्यो त पनि पाइन्छन् र ओके त त्यो त नदाउरीहरू उगा हुन्छन् नि मजा छ ठिक्क जब लानु पुग्यो भाइको रेडी भयो अब म बोक्छु तर बरु चाहिँ कत्रो छ मलाई थाहा छैन फेरि सायद ठिकै त होला यस्तै गर होला नि भयो अलिक सजिलो हुन्छ कि फेरि कपाल त्यहाँ गिज्रिङ नगरे म ट्राई मार्छु ल गरेर कतिको लाउँछ थाहा छैन हौ यतिको ठिक्क त होला नि है देखेँ तपाईँको विचार हिजो म मात्रै बोक्यो त्यही पनि यो डोम बोक्न नसकेको सानो बोक्यो सानो बरु त दुईवटा दुइटा छ यता मगाएको
हेलो गाइज फाइनली एकदमै गरौँ सक्नु न सकिन्छ त घर पुग्न के गर्नुहुन्छ सक्नु न अट्क्या न कि उठ्नु सक्छु त म तेरो पनि यस्तै गर्नु हुन्छ कि हल्लुङ्गो हुन्छ त्यसो भने बेसै यताउता झटारिरह काली ओइ सक्दिनँ मस्त हालिदिउँ क्या हो तँ हालै कि त काली उठाइ निकालिकन ताउरा ढकेल्ने हो हल्लुङ्गो छ कि गरुङ्गो छ तेरो गरुङ्गो छ नि कहाँ म चाहिँ गरुको भए त नि म जान सक्छु त घर गरुको छ तपाईको एक दुईवटा तानी न हालै कि त किन तेरो पनि गरुकै होला क्या हल्लुको त कहाँ आउँदो मैले झन् पङ्गाइराख यहाँ पुरै झ्याप्पो कहाँ फाल्छु म त्यस्तो लागिरहेको छ त्यो त्यहाँ गइ चाहिँ नि गाह्रो छ गाह्रो गरिखान सक्दिनँ काली पानी खाने पानी काको हिटी खाँदा हुन्छ खाऊ ल पानी तिर्खा लाग्यो सक्दिनँ म यतिको जानु त बिच बिचतिर कतैतिर हाल त जान्छ होला जिताइकन मार्यो ऊ यहाँ हातभरि चोट लाग्यो नि फेरि त्यही एक दिनमा यस्तो प्रगति ओइ काली काँरा हो कि के हो यहाँ उयो हेर्न यहाँ के भयो जाउँ अब ए म फेरि सक्ने हो कि होइन यस्तो हालत छ मेरो डोको यसले लाग्दै मैले नसकिकन मैले यसको डोको बोकिदिरहेको छु यस्तो यस्तो छ हालत गरुङ्गो छ नि है हो र ओके त्यसो राम्रोसँग हिँड है म त अबदेखि त छोटो दाउरा बनाउँछु यार लामै लामा त्यही माथि ठुलो ठुलो त्यही पनि म जुन 3 वर्ष भयो भारी नबोक्यो अनि हुन्छ तर दुख्न त दुख्ने रहेछ यार कम्मर हो कि क्या केही हिँड्न पनि सकिँदैन त बरु नि पहिला यस्तै गरेर कति धेरै आउँथ्यो नि बिस्तारै हिँड्नै खालि तर बाटो कति अप्ठ्यारो हो क्या फेरि ढुङ्गा छन् लड्किनुहोस् त गाह्रै छ हौ मलाई त खुट्टा कस्तो कामी रहेछ हिँड्दा हिँड्दै बोक लाग्यो ओके हुन्छ ए मेलपाला कस्तो खान्थ्यौँ हामी हुन्छ जाउँ त्यसो भए यसको बाटो पनि कस्तो अप्ठ्यारो हो र म थरथर काम्ने भइगएँ त्यो दगुरे गर्छु म बाटो पनि चिप्लो फेरि मलाई फेरि यति छिटो अनि कोही बेला छिटिन्छ अरे यहाँ सुरुवालमा
दाम भएको के पनि काली टिम्बर पाके खान र अभी आजभोलि टिम्बर पाएको छैन ओ माइ गॉड कहाँ छ कि टिम्बर छैन म देख्दिनँ त ए उ त्यहाँ तलहरु चाहिँ छैन ओइ हैनले त यहाँ आउन बित्तिकै पार्यो घरबाटै निस्किया भन्ने हुन्छ नि आमाहरु माउला गाला ए माउलाबाट आइगा आमा बाबा भन्ने हुन्थ्यो यस्तो अझै तुसारो बिल्ला छैन घामै परे खानु हुन त कोही ठाउँ जाडो भइरहेको कोही ठाउँ गर्मी भइरहेछ शरीरमा सब ठाडो बाटो छ मम्मी मेरो यहाँ खुट्टा थरथर कामिरहेको फेरि घर हाम्रो यस्तो दोग्री हो त्यो फेरि मलाई भोक लागेको मम्मी भोक लाग्यो भक्क उहाँको यही थियो दगुच्छे त्यो त बेसी भयो त्यो बस्नु भएको चाहिँ त्यतिर तिमी होगा नि अब चिन्ने चुट्नुपर्छ अब बाबाले यता पनि तरुल ल्याउनु भएको छ यो घर पछाडि टिन्ने त्यो भएर मैले शून्य शून्य छ पुरै यहाँतिर मालटार चाहिँ नि त्यो कागती भयो कति ठुलो सानो थियो म जान्दा त यति ठुलो भएको यो कटुस गरौँ यहाँ पनि मालटा गरौँ यहाँतिर फल्या खान तर राम्रोसँग देखेको छैन जिन्दगी त सक्यो अब सक्यो जिन्दगी सक्यो जुत्ता किन बसा ल्याउँ भोक लागेको बारी मेलको रुख अब यताबाट तल गएन तलबाट खोलाबाट फेरि यता पाऱ्यो कहाँ घाँस सागबारी हो घाँस लगिनको गयो नि तिनीहरू कतै त्यो त उकालो छ नि हामी त अलि माथिबाट बारी त जान्छौँ कहाँ गयो तिमी भिरपुर जाने हामी चाहिँ यो अलिअलि देखा यही बाटोबाटै यस्तै म यहाँ जान्छु भनेपछि मेरो बहिनी चाहिँ यहाँ जान्छ यो घर जान्छु मेरो बहिनी तल खोलाबाट जान्छ यो तिसको रुख पहिला मैले काटा था यो चोटीकोले काटेको छु बाबाले काट्नु पर्छ यो म ल्याऊ यहाँ दुधेलो पनि छ हाम्रो निनी त हाम्रो खै सायद पछि अब काट्ने त होला यो त फेरि नत्र त पात झरिन्छ नि हो है बिस्तारै बिस्तारै कता गयो तिनीहरू त्यतिर छ यिनीहरू फेरि यताबाट अब यस्तै हुँदै यता 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 जान्छन् अरे क्या यहाँबाट भिरबाट जान्छन् यतैबाट चाहिँ यतै त्यता जान्छन् भनेपछि मल्छ्या हाम्रो जग्गा चाहिँ हुन्छ कि यहाँ पहिला यतिर हामी गोरु र भैँसी बाँध्यो भनेपछि यो पनि हाम्रो हो यहाँ चाहिँ अहिले चाहिँ यहाँ नलको मुनि चाहिँ फेरि अर्को मतलब यहाँबाट माथि मुख मल पुग्न गाह्रो हुन्छ भने यहाँ बाँध्नु भएको रहेछ यहाँ बाबाले बनाउनु भएको थियो बाबाले गरेको काम मात्र छ यहाँबाट केही पनि छैन अनि यो पनि हाम्रो भनेपछि यो पनि हाम्रो अनि यहाँबाट लिएर टक्क अनि यहाँबाट अलिक सानसानो यतिबाट बिचैबाट ठ्याक्कै हाम्रो घर कत्रा भारी भयो खाने जाने हो खाने अब हामी जाउँ है पुरै भोक लागेको घर के गरेको छन् बेसै भोक लाग्यो खामा नि त यसको पारी छ आज जाउँ भित्र केही छ भने गर्न उसले त्यता राख नि हालत खराब केही बनाओ कि नै मम्मी हो केही बना नै बिहान दाउ र दिउँसो ग्वालामा मेरो अवस्था यस्तो छ यहाँ यसले फेरि मलाई उछिने अरे हान्छ हेर कस्तो धुलो र छ्या
ओय लोडलाय रामसँग ओय येतोय आया नंगाची निंद ओय मोरले गेज कस्तो खेल्छ नि यिनीहरू पहिला हामी पनि यस्तै खेल्थ्यौँ यार तर माथि खेल्थ्यौँ हामी त यसको पछाडि यिनीहरू चिसोले तात्ता हामी नक्कल नक्कल यिनीहरू ना